हेलो नमस्ते सम्पूर्ण मित्रहरूलाई के छ तपाईँहरूको हालखबर। म ठिकै छु। म अहिले साउदी अरेबियाको मरात भन्ने ठाउँमा छु हैन। अब गाडी लोड नहुने भयो आज शुक्रबार हैन। त्यो कारणले गर्दाखेरि म एकैछिन वाकिङ पनि हुने, खासै बाहिर त निस्किनु नहुने हो। तर म बस्दा बस्दा साह्रै बोर भएँ मित्रहरू। त्यही भएर मरातको त्यहाँनिर कस्तो छ त्यहाँको यसो दृश्यहरू मलाई हेर्न मन लाग्यो। म यसो गएर त्यहाँको सिटी कस्तो रहेछ यसो हेरेर चाहिँ यहाँ तपाईँहरूलाई अपडेट गराउँछु है त। यो 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 चाहिँ फेरि मैले यहाँ एउटा सेल्फी स्टिक लिएको थिएँ मैले, यसलाई पनि युटिलाइज गरौँ भन्नेपट्टि लागेँ। जस यो ठिकै हुँदो रहेछ, पर बसेर जस यताको भिडियोहरू खिच्न पनि मिल्ने। म अहिले चाहिँ स्टियरिङमै छु, मेरो गाडीको स्टियरिङमा म झर्न लागेको। यस्तो छ मेरो होइन। यहाँ हेर्न सक्नुहुन्छ मेरो पछाडि यो लथालिङ्ग छ, यता ब्ल्याङ्केटहरू पट्याएको छैन, बेलुका सुत्ने हो भनेर। यो माथि बेड स्पेस हो यो। उतापट्टि चाहिँ यो के भन्छ हेल्पर सिट भइहाल्यो हैन। यहाँ चाहिँ हेल्पर हुँदैन, हेल्पर एक्लै हो हैन। हेल्पर सेल्पर सबै आफै एक्लै गर्ने हो। त्यो कारणले गर्दाखेरि यहाँ एक्लै भइन्छ। ल के छ राम्रो हुने रहेछ यार, अलि राम्रो खालको लिनु पर्ला हौ यो स्टिक चाहिँ है। पर बसेर पनि यसरी चाहिँ भिडियोहरू बनाउन मिल्ने रहेछ। ल ठिक छ। नमस्ते नमस्ते सम्पूर्ण मित्रहरूलाई के छ तपाईँहरूको हालखबर। म अहिले छु साउदी अरेबियाको मरात भन्ने ठाउँमा। यो चाहिँ अलि एकदम सानो खालको सिटी हो। अहिले चाहिँ नि म रुममा होइन गाडीमा बसाइ छ। बस्दा बस्दा झ्याउ लाग्यो, त्यही भएर एकछिन भए पनि यसो हिँडाइ पनि हुन्छ। अनि यहाँको के रहेछ यसो सिटी भनेर हेर्न जाउँ कि भनेर लागेँ। घाम रहेछ यार, खासै होला छैन अहिले। अनि मैले चाहिँ यो अहिले सेल्फी स्टिक एउटा मैले पहिला जमानामा लिएको थिएँ हैन। सेल्फी स्टिक मैले पहिला ल्याएको थिएँ। यो सेल्फी स्टिक मैले युज गरेको थिइनँ। यसपालि चाहिँ लिएर जानु पर्यो त नि, उता जाँदाखेरि कतै मौका मिल्यो भने भेटौँ, यसो युज हुन्छ भनेर लिएर आएको। त्यो ठिक हुँदो रहेछ, पर बसेर यसरी आफ्नो भिडियोहरू खिच्न गर्न सजिलो हुन्छ। लामो भएपछि त अब पर भएपछि परसम्म खिच्न मिल्यो। जस ठिक छ, ठिकै रहेछ है। ल मित्रहरू यो ठिकै हुने रहेछ हाम्रो लागि हैन। अब यहाँ यस्तो छ कि यहाँ हेर, यस्तो रातो माटो रहेछ है। हाम्रै गाउँठाउँको जस्तो चाहिँ रातो माटो रहेछ। यहाँलाई हेर्ने यहीँ हेर्न सक्नुहुन्छ, यहीँ देखाउन तपाईँलाई यस्तो माटो चाहिँ। म जाँदैछु लखर 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 हिँड्दै। अब हाम्रो यहाँको आइडी छैन, आइडी नहुँदाखेरि पासवर्डमा भिजा लागेको हुन्छ। पासवर्ड पकेटमा बोकियो। मेरो एउटा काम पनि बन्छ कि भनेर हिँडेको। मैले एउटा सिम लिएको थिएँ, त्यो सिम काम गरेन। त्यो सिमलाई चाहिँ नेटवर्क कन्भर्ट गर्न मिल्छ अरे, यसो हेर्नु पऱ्यो त्यहाँनिर होइन। मिल्ने रहेछ भने त्यसलाई चाहिँ नेटवर्क कन्भर्ट गरेर त्यसलाई चाहिँ एसटिसीको बनाउँछु मैले। अब यहाँ भिजिटरलाई तपाईँको धेरै सिम प्रोभाइड पनि गर्न मिल्दैन होला। यहीँको आइडीवालालाई पनि तपाईँको जम्मा 2टा भन्दा धेरै सिम दिने सिस्टम छैन साउदी अरेबियामा चाहिँ है। यहाँ चाहिँ सानो सानो फ्याक्ट्रीहरू पनि छ। हाम्रो चाहिँ कम्पनीको फ्याक्ट्री यहाँ छ। यो एनिमल साल्ट हुन्छ नि, जस्तै क्याटलहरू क्या, बाख्रा गाई बस्तुहरू भयो, उँटहरू भयो होइन, तिनीहरूको लागि चाहिँ नै के भन्छ खुवाउने नुन यहाँ हाम्रो यहाँ बन्छ हाम्रै कम्पनीमा। त्यही लोड गर्न आएको हामी। खासमा भएन खै, अब भोलि सायद अर्कै ठाउँमा लोड हुन पनि सक्छ, अर्कै सामान। केही सिप लागेन भने आफ्नै पनि भेटिहाल्छ, केही छैन। र ठाउँ त ठिक छ है बिहा। हेर्नुहोस् पर तपाईँको चाहिँ नि गाउँ जस्तो रहेछ, गाउँ जस्तो छ। अनि यहाँ चाहिँ टक्क सजावटको चिजहरू छ। हेर्नुहोस् यहाँ टक्कैले हेर्नुहोस्, रोडको साइडमा पुरा रुखहरू पनि छ होइन। खजुरको रुखहरू छ, खजुरको रुख त्यहाँ देख्न सक्नुहुन्छ तपाईँले। उहाँ पर यो सिटी कटेर अलिकति अगाडि गइसकेपछि डेजर्ट एरिया यति राम्रो छ त्यहाँ। मलाई त्यहाँ रोकेर यसो 2-4 फोटोसोटो खिचौँ कि जस्तो लागेको थियो होइन। तर फेरि त्यहाँ रोक्ने ठाउँ छैन क्या, पार्किङ खासै गतिलो हुँदो रहेछ, 2 लाइनको मात्र रोड। त्यो कारणले गर्दाखेरि मैले त्यहाँ खिच्न चाहिँ खिचिनँ। फोटोहरू त खिचेको छु, तर मलाई भिडियो गर्न मन थियो त्यहाँ गएर। अब हेरौँ हुँदो रहेछ। म जाँदैछु। फेरि यहाँ यस्तो छ यार, फोटो भिडियो खिच्नको लागि खासै अलाउ पनि नहोला यो अर्काको ठाउँमा। अब के छ कसो छ यहाँको नियम कानुन है, खासै त्यति बुझिँदैन। तर सानो सिटी भए पनि राम्रो छ। यहाँको एउटा एकदम स्पेसल चिज चाहिँ के रहेछ भन्नुहुन्छ भने
यहाँ एकदम ठुलो पहाड जस्तो रहेछ क्या, त्यसैलाई चाहिँ टुरिज्म एरिया यहाँनिर बनाएको रहेछ। यहाँ यो यहाँको के भन्छ, यहाँको स्थानीय सरकार होला नि त होइन। त्यहाँनिर चाहिँ कस्तो भने ठुलो पहाड, त्यहाँनिर यस्तो उकालो बनाएर बाटो पिचेस गरेर टक्क माथि टुरिज्म एरिया जस्तो। यहाँको मतलब मरातको चाहिँ स्पेसल ठाउँ भनेको त्यो रहेछ जस्तो लाग्यो क्या मलाई चाहिँ। अब यो विषयमा चाहिँ खासै म त्यति विज्ञ छुइनँ। पर 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 डेजर्ट एरियाहरू छ, डेजर्ट पुरै बालुवा। यहाँनिर चाहिँ एउटा पार्क रहेछ, यो पार्क होइन फुटसल रहेछ। यो फुटसलमा चाहिँ तपाईँको चाहिँ नि यहाँ गेम सेम यताउता हुन्छ होला, त्यस्तो रहेछ मित्रहरू। यहाँबाट तपाईँलाई चाहिँ जुम गरौँ न कति आउँदो रहेछ होइन। दसको जुम खासै कतिमा आउँदो रहेछ। खासै गतिलो चाहिँ छैन यो, नर्मल प्रिमियम फोन भएको राम्रो आउँछ होइन। फोन गतिलो छैन। म हिँड्दैछु यसरी आकाशमा देखाउँदै, बस्दा बस्दा बोर लाग्ने क्या, बोर यार, बोर पनि लास्टै बोर लाग्ने, त्यही भएर हिँडेको। साउदी अरब बेसरी ठुलो छ हेर्नु। यो यहाँको राजधानी रियादबाट लगभग 230-40 किलोमिटर हामी अगाडि हो। तर यो फ्याक्ट्री यति टाढा हाम्रो कम्पनीले किन लगायो भन्ने कुरा चाहिँ म आफै अचम्म परिरहेको छु क्या यार। उतै रियादको छेउछाउतिर होइन, उहाँ इन्डस्ट्री एरियाहरू पनि छ। अब किन यहाँ खोलायो भन्ने कुरा चाहिँ मलाई थाहा छैन, बहुत दूर छ यार। तर दूर, एकदम दूर छ। यहाँ फुटसल रहेछ, पार्किङ पनि हेर्नु कति त पार्किङहरूलाई हेर्नु। यहाँ पार्किङ टक्क, यहाँ फुटसल हेर्न आउने मान्छेहरूलाई पार्किङको राम्रो व्यवस्था छ, लाइटिङहरूको पुरा चाहिँ यहाँको स्थानीय सरकारले चाहिँ तपाईँको चाहिँ नि राम्रो व्यवस्था यहाँनिर गरेको रहेछ। साइड साइडमा फ्याक्ट्रीहरू पनि छ हेर्नुहोस्, स्टोर भयो, फ्याक्ट्रीहरू भयो, यस्तो छ राम्रो। यहाँ यो साइडमा फुटपाथमा तपाईँको चाहिँ नि रङ्गी बिरङ्गी टाइल्सहरू चाहिँ नि हालेको रहेछ। यो हाम्रो बालेन्द्र शाहले पनि काठमाडौँको मेयर हुँदाखेरि न्यु रोडमा यही खालको तपाईँको चाहिँ नि विकास गर्नुभएको थियो। उहाँ एकदम विकास प्रेमी व्यक्ति पनि हो। अब उहाँले जित्नु भएको छ चुनाव होइन। अब हेरौँ, सम्भवतः उहाँ भावी प्रधानमन्त्री पनि हो। उहाँले चाहिँ नि एउटा केही राम्रो चाहिँ गर्नुहुन्छ भने सारा जनताको आशा छ, उहाँले गर्नु पनि हुन्छ। उहाँ युवा हुनुहुन्छ, जो देश विदेश विकास भएको उहाँले देख्नु भएको छ। स्पेसली उहाँ त के भन्छ इन्फ्रास्ट्रक्चर इन्जिनियर पनि हुनुहुन्छ। उहाँलाई जे होस् यसको बारेमा सबै कुरा थाहा छ। यहाँ पार्क कति राम्रो बनाएको छ। यहाँ ट्याक्क यो उसले के दुबो सुबो रोपेर साइडमा, रोडको साइडमा हेर्नु कति राम्रो रुख छ। यो मरुभूमि हो, यहाँनिर केही तपाईँको चाहिँ पुरै बालुवै हो क्या। अब यहाँ अहिले यो बाहिरी माटोहरू ल्याएर तपाईँको चाहिँ कति मेहनत गरेर चाहिँ नि यो बनाएको छ हेर्नु यहाँ है, यसरी बनाएको छ। यो यत्तिकै हुँदैन है, गर्नुपर्छ, त्यसपछि बल्ल हुन्छ। कुरो त्यस्तो छ मित्रहरू। उहाँ चाहिँ गाउँ रहेछ यार, एउटा गाउँ छ पर, भिलेज। दिस इज भिलेज होइन। एकदम राम्रो राम्रो ठाउँहरू चाहिँ रहेछ है त यहाँ चाहिँ। अब अहिले रमजानको मन्थ छ, बाहिर उहाँहरूले चाहिँ अहिले चाहिँ बिहान 3-4 बजीतिर खानासाना खाएर त्यसपछि दिनभरि चाहिँ उहाँहरू आफ्नो मुखको थुक पनि निल्नु हुँदैन, उहाँको यहाँको रिलिजन अनुसार होइन, इस्लामिक रिलिजन अनुसार। अनि त्यसपछि एकैचोटि 5 बजे आजानको टाइम भन्छ, जुन नमाज पढ्ने टाइम हुन्छ होइन, ठ्याक्क त्यो मस्जिदमा यो अलार्म लागिसकेपछि ट्याक्क त्यही टाइममा खानासाना खाएर फेरि तपाईँको चाहिँ नमाज पढ्ने भन्ने काम चाहिँ नि हुन्छ है त। त्यस्तो हुन्छ यहाँको। यस्तो छ कुरोकानी, खासै धेरै भिडभाड त्यति छैन क्या, एकदम छ लाइटिङहरू। यो पार्क चाहिँ मलाई मन पर्यो। वहाँ पर यहाँ मस्क पनि छ, पर
हरियाली ट्याक्क दामी छ एरिया हैन। तपाईहरुलाई म देखाउँछु साउदी अरेबियाको मरात, प्लेस अफ मरात। एकदम अनौठो लाग्ने क्या नाम, सुरुमा नयाँ ठाउँमा आउँदाखेरि हैन। यो चाहिँ प्रेयर रुम हो। यो यहाँ चाहिँ सबै मान्छेहरू आएर चाहिँ प्रेयर गर्ने ठाउँ हो। यसलाई मस्जिद पनि भन्छन् हैन, यो मोस्क पनि भन्छन् इङ्ग्लिसमा। पुरो यस्तो छ है। म हिँड्दैछु एक प्रभु दाइले जाउँ कि भने फेरि पुरा हिँड्न मान्दैन होला भनेर म चाहिँ हिँड्न अलिअलि बानी परेको छु। त्यही भएर हिँडेको म चाहिँ लुकुर हिँड्दैछु लुकुर। कट्टु र जुत्तामा हिँड्नु त खड्का भाइ। मजाक गरेर लिनुहुन्छ हजुर जिन्दगीमा। त्यस्तै छ। टाढा छ जस्तो यार सिटी त। म त यतैबाट फर्किन्छु यार, हैरान भयो यार। टाढा छ यार, धेरै टाढा छ। त्यो बजारसम्म पुगिन्छ कि भनेको, टाढा रहेछ त के गयो भएर खोइ। ल मित्रहरू, म तपाईँलाई देखाउँदै गर्छु ल। अहिले चाहिँ अब यति नै गर्नु, सिटीतिर केही स्पेसल त्यस्तो रहेछ भने देखाउँला है त। ल हेर्नुहोस्, मरातको यो मरुभूमि हो। यहाँतिरको माटो हेर्नु, माटो ठ्याक्कै हाम्रोतिरको रातो माटो। कहाँनिरको भन्नुहुन्छ भने हाम्रो गाउँ जाने त्यो सिन्धुलीको रातो माटो छ नि, सेल्फी डाँडा, त्यहीँको जस्तो सेम टु सेम लाग्यो है मलाई चाहिँ। सेम टु सेम त्यस्तै लाग्यो है। हेर्नु अलिअलि जरबुटाहरू छ, कति राम्रो देखिने क्या अब है। अब त्यही भएर प्राकृतिक पनि भयो। वहाँ हेर्नु कति राम्रो ठाउँ छ। यो के भन्छ, बालुवा हो कि, रातो बालुवा हुन्छ यहाँ चाहिँ। पुरै बालुवाको सिटी हो नि त यो त, साउदी अरेबिया त। उहाँ हेर्नु त्यो के भन्छ, बारी रहेछ। यहाँ चाहिँ ठुल्ठुलो किसानहरू हुन्छ नि, ठुल्ठुलो एकदम सेख भन्छ क्या अरे। सेख भनेको चाहिँ अब अलि ऊ होला हैन। यहाँको जुन बारी जसले खेती किसानी गर्छ नि, त्यो व्यक्तिहरूलाई तपाईँको सरकारको पहिलो प्रायोरिटी हुन्छ हैन। मैले जहाँसम्म सुनेको, जसले खेती किसानी गर्छ नि त्यसलाई डिजल पेट्रोलहरू पनि तपाईँको चाहिँ नि सरकारको तर्फबाट फ्रीमा हुन्छ भनेर हैन। इच्छा कुकुर मारेर यहाँ फ्यालेछ यार। अनि फ्रीमा हुँदो रहेछ। अब के भन्छ, यो किसान नभए त यो दुनियाँ चल्दैन। त्यही भएर किसानलाई चाहिँ पहिलो प्रायोरिटी यहाँबाट के भन्छ यहाँ दिने रहेछ क्या यहाँको गभर्मेन्टले। कतारमा पनि त्यही हो। हामी चाहिँ अब हाम्रो भिजा चाहिँ कतारको हो। हामी चाहिँ यहाँ यता आउँदाखेरि यो एकदम नयाँ नौलो लाग्ने क्या। त्यही भएर हिँडेको नि त हैन। ल हेरौँ अब अझै पनि अब यहाँ तपाईँलाई रोडको साइडतिर देखाउँ, कति देखाउने। अब यो एकदम विकास गर्ने ठाउँ हो कि। विकास गर्न चाहिँ मन चाहेर इच्छा शक्ति भयो भनेदेखि मरुभूमिलाई पनि यति राम्रो सजावट गर्न सकिन्छ भन्ने तपाईँको चाहिँ नि उदाहरण यहाँ हेरेर चाहिँ हाम्रो नेताहरूले पनि सिकुन् भन्न म चाहन्छु है त मित्रहरू। अब अहिले त नयाँ सरकार आएको छ, के भन्छ, अब चुनाव पनि अब 2/3 नयाँले पाएका छन्। अब हेरौँ नयाँले के कति गर्छन् हैन। आशा गरौँ राम्रो गरून् हैन। देशमै रोजगारीको सिर्जना होस्। भोलि हामी जस्तो युवाहरू सधैँभरि विदेश पलायन हुनु नपरोस् हैन भनेर भन्न म चाहन्छु। अहिलेका यी जुन जितेर आउनुभएकाहरूलाई अब वाद विवादमा नफस्नको लागि म आग्रह गर्छु। पहिला सुरु अहिले के भनाइ छ भन्नुहुन्छ भने, बाजिएला जस्तो कुरो क्या। अब बल्ल बल्ल जितेर पुगेका छन्। अहिले अब यो सम्झौता मलाई थाहा छैन, त्यो सम्झौता थाहा छैन, त्यसरी भन्न मिल्दैन। पहिले तपाईँहरूले क्लियर कट जुन कुरा गर्नुभएको छ त्यही कुरा गर्नुहोस् भन्न मैले चाहन्छु। कुरो म एकतिर हिँड्दै थिएँ, कुरो अर्कोतिर गयो। तर कुरो कसरी गयो भन्नुहुन्छ भने, यो विकास चाहिँ यहाँको जस्तै होस्, नयाँहरूले गरून् भन्नेपट्टि चाहिँ जाँदा यसरी गयो। त यो मेरो भ्लग चाहिँ तपाईँलाई कस्तो लाग्छ, मनपर्छ भने मेरो च्यानल छ द आरके भ्लग ट्रकर हैन। म आएम अ ड्राइभर, त्यही भएर मैले के भन्छ युट्युबमा पनि लास्टमा नाम चाहिँ ट्रकर राखेको छु। ट्रक सम्बन्धीहरू फाटाफुटा भिडियोहरू यसो राख्छु भनेर भन्छु कि मैले। अब त्यति बनाउन अल्छी लाग्छ। अहिले चाहिँ
टाइम बनाइदिइहालौँ भनेर मित्रहरू। ल यस्तो छ मेरो दिनचर्या साउदी अरेबियामा। सायद यो ईदभन्दा अगाडि नै हामीलाई चाहिँ नि लग्दै हुन्थ्यो, लोड गरेर चाहिँ उता जान पाए हुन्थ्यो साउदी के अरे कतारमा भन्ने कुरो छ। अब हेरौँ कहाँसम्म लोड हुन्छ। अब हुन त अब उतातिर के भन्छ लोड भएदेखि यता आफ्नै कम्पनीबाट पनि नुनसुन लोड गराएर भए पनि निकाल्छ होला सायद, जहाँसम्म लाग्छ भन्ने चाहिँ मलाई लाग्दैछ है। हिजो गाडीमा आउँदा त यहीँ नजिकै थियो सिटी। यो यार पुरैमा फलाम मात्रै घोटेको छ कि आगो बल्छ है त्यसको। त टाढा छ त यार, ओहो के पारा हो यो। उता हेर्नु मित्रहरू, ल उता हेर्नुहोस् मजरा बारी, खजुरबारी 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 सर हिँड्न मलाई लाग्छ रहर। धेरै टाढाहरू चाहिँ फर्किन्छु के हुन्छ बाटो। यता पछाडि चाहिँ यस्तो यो छ नि ब्लकको घरहरू रहेछ। पहिला पहिला मान्छेहरूको घर हुन सक्ला क्या यो होइन। ऊ उतातिर छ हो। कस्तो राम्रो बारी रहेछ यार। के को रुख हो यो? खजुर त होइन यो, भुइँ बुट्टा जस्तो छ। के को रुख यिनीहरू? थाहा भएन के को। मरुभूमिलाई हरियाली बनाएको छ नि यार। मेहनत गरेकै हुन्, पैसा पनि लगाएको होला नि झ्याप्प होइन। पैसा नलागे त काम हुँदैन। ताना बोकेर हिँडेछ। बाटोको विकास छैन। बालेन दाइ, अब तपाईँको सरकार आएपछि नेपालमा पनि सडक बाटो होइन यसै गरी चाहिँ विकास होस् होइन। हरेक सिटीमा जानको लागि सहज होस्, ट्राफिकको समस्या अन्त्य होस्। हर सिटीमा तपाईँको चाहिँ नि ओभरफ्लाइवाला तपाईँको चाहिँ नि फ्लाइओभर होस् होइन। मान्छेले जनताले शास्ति भोग्नु नपरोस् भनेर बालेन दाइले चाहिँ नि जिताएको छन्। आशा छ बालेन दाइले यो सबै कामहरू चाहिँ परिपूर्ति गर्नुहुनेछ यो आउने 5 वर्षमा। तपाईँले गर्नुभएको राम्रो कामहरू चाहिँ इतिहासमा लेखिनेछ होइन बालेन दाइ। यसरी विकास होस् है, हर सहरमा चाहिँ यसरी विकास होस्। तपाईँ जुन गर्नुभएको काम चाहिँ इतिहासमा लेख्न योग्य होस्, त्यो खालको काम तपाईँले गर्नुहुनेछ भने सम्पूर्ण नेपाली लगायत म पनि विश्वस्त छु। धन्यवाद मिस्टर बालेन दाइ। यहाँ चाहिँ यो नयाँ पेट्रोल पम्प खुल्दैछ। यो पेट्रोल पम्पमा सबै सुविधाहरू हुन्छन् है। अब पछि यो सुविधाहरू के हुन्छन् भन्नुहुन्छ भने होटल हुन्छ यहाँ, अनि तपाईँको चाहिँ नि वर्कसपहरू पनि हुन्छ, पञ्चरी हुन्छ होइन। अझ यो चाहिँ ग्रामीण एरिया भएको भएर चाहिँ नि यो सबै कुराहरू नहुन पनि सक्ला होइन। तर मलाई जहाँसम्म लाग्छ यहाँ हरेक कुराहरूको सुविधा हुनेछ। साउदीमा मलाई एउटा कुराको एकदम बेस्ट लाग्छ, जहाँनिर पेट्रोल पम्प छ तपाईँको ठुलो ट्रकहरूको लागि प्रशस्त मात्रामा पार्किङ, अनि सबभन्दा मेन कुरो भनेको तपाईँको चाहिँ नि ड्राइभरहरूको लागि टोयलेट बाथरुमको एकदम सुविधा हुन्छ। हेर्नुहोस् त्यसमा के हुन्छ भने चाहिँ नुहाउनको लागि बाथरुम पनि हुन्छ, अनि तपाईँको चाहिँ नि अब दिसा पिसाबको लागि पनि सबै भयो। अनि अब तपाईँको दाह्री कपाल तपाईँ नुहाइधुवाइ गर्नुहुन्छ भने त्यसको लागि पनि व्यवस्था छ। ऐनाहरू टक्क फुली राखेर त्यसमा साबुन स्याम्पूहरू पनि, मतलब नुहाउने साबुन स्याम्पू होइन, के भन्छ हात धुने ह्यान्डवासहरू सबै कुराको चाहिँ व्यवस्था हुन्छ क्या। अब सायद यहाँ पनि हुन्छ। हेर्नु वर्कसप भइसकेको छ, यहाँ टायर पङ्चरै छ, ऊ त्यहाँ वासिङ पनि छ। हेर्नुहोस् वासिङ पनि रहेछ, ऊ वासिङ भइसकेको छ, टायर पसल छ, वर्कसप पनि छ, सानो गाडीको वर्कसप पनि भइसकेको छ, ठुलो गाडी साबेलहरू सबै व्यवस्था हुन्छ। मार्केट हुन्छ, मेन भनेको मार्केट पनि हुन्छ क्या। सबै तपाईँ के तपाईँलाई बेसिक निडहरू जुन हुन्छ नि ग्रोसरीहरू, यो वर्कसप हेर्नुहोस् ल।
वर्कसप हो यो। अहिले चाहिँ अब रमजानको टाइम भएर यो अहिले बन्द भयो होइन। यो वर्कसपहरू सबै एकदमै यो चाहिँ मलाई यहाँको एकदम राम्रो पक्ष यो लाग्छ कि अब ठुलो कन्ट्री भएर पनि होला होइन। तर यही कुरा फेरि हामी कतारमा चाहिँ यो कुरा चाहिँ भरमा त्यति धेरै ठुलो स्पेसमा ठुलो भोल्युममा चाहिँ पार्किङहरू हुँदैन। अनि बाथरुमहरू भयो भने पनि त्यति ठुलो स्पेसमा हुँदैन, जम्मा त्यही मस्जिदको लागि मात्रै स्पेसली राखेको हुन्छ त्यहाँ चाहिँ। तर यहाँको चाहिँ मलाई एकदम राम्रो लाग्ने चाहिँ त्यही हो कि हेर्नुहोस्, अब ड्राइभरहरूले हरेक लगभग तपाईँको चाहिँ नि 10 किलोमिटरमा तपाईँको चाहिँ पेट्रोल पम्पहरू भएकै हुन्छ यहाँ होइन। यो एकदम राम्रो पक्ष लाग्छ मलाई चाहिँ होइन, यो सही विकास हो। अनि अर्को नराम्रो पक्ष चाहिँ मलाई के लाग्छ भने फेरि ठुलो देश भएपछि तपाईँको चाहिँ नि सबै ठाउँतिर आँखा नपुगेको पनि हुनसक्छ, त्यो स्वाभाविक कुरा भयो होइन। स्ट्रिट लाइट हुन्छ नि जुन रोड लाइट चाहिँ यहाँनिर सबै बाटोहरूमा हुँदैन होइन। मेन सिटीमा हुन्छ, सिटी छोडेर अलिकति अगाडि गइसकेपछि तपाईँको चाहिँ नि रोडको लाइटहरू हुँदैन यहाँ है। तर फेरि कतारमा भने तपाईँको चाहिँ नि लगभग सबै ठाउँतिर चाहिँ रोडको लाइटहरू चाहिँ स्ट्रिट लाइटहरू चाहिँ राखेको हुन्छ। यहाँ पनि रहेछ कार वास हो। म सिटीमा हिँडेको खोइ बहुत टाढा छ जस्तो यार, खोइ बर्बाद छ, 1 घन्टा हुनलाई चाहिँ हिँडेको। यस्तो छ है। ल यहाँको पक्षहरू राम्रो लाग्यो मलाई। भैया इधर से सिटी कितना दूर है? बाजार ये सामने है? नहीं मुश्किल नहीं है, ऐसे चल के जाएंगे। तो 15 मिनट में वो मोबाइल दुकान वगैरह होएगा उधर? मोबाइल दुकान है हाँ। वो सर्कल, एक सर्कल इधर, एक सर्कल आगे। अच्छा ओके शुक्रिया भैया। छ अरे लगभग 15 मिनट जति पुगिन्छ भन्ने कुरा हो। म त धेरै नै भइ नै सकेको त, जाने बेला चाहिँ एउटा लिफ्ट लिएर जानु पर्ला अगाडितिर, नभए एउटा केहीलाई चाहिँ ट्याक्स लिएर 5 गाडी तिरेर जान्छु। मेरो अरू त्यो त्यस्तै यो नेटको लागि चाहिँ मलाई साह्रै तनाव भयो क्या। बाटोतिर यसो हिँड्नु, अब घरबाट फोन आइरहेको हुन्छ, बिचरा उनीहरूलाई पिर पर्छ, मान्छे कहाँ पुग्यो के गर्यो। अब आफैलाई पनि अब केही इमर्जेन्सी परिहाल्यो भने अब नेटै छैन। हेर्नुहोस् नेट यति कम्पलसरी भयो अहिले होइन। अब पहिलाको जमानामा मान्छेहरूलाई नेटको खासै त्यति महत्त्व हुने थिएन होइन। अब अहिले नेट भनेको तपाईँको चाहिँ कम्पलसरी, जसको हातमा पनि फोन र नेट भएन भने मान्छे पागल भइहाल्छ है। कुरो त्यस्तो छ। त्यही भएर यो अपरिहार्य चिज के बनायो, कसले बनायो यार। ल यस्तो छ कुरोकानी। म हिँड्दैछु, अगाडि जान्छु, म रात कति बेला पुग्छु फेरि म तपाईँलाई चाहिँ अपडेट गराउँछु। अघि मैले तपाईँलाई भनेको थिएँ नि 10 किलोमिटरमा तपाईँको पेट्रोल पम्प हुन्छ भनेर। 10 किलोमिटर होइन, यहाँ 1 किलोमिटरमा पेट्रोल पम्प छ अहिले हेर्ने। उता पर म छोडेर आएँ, अहिले यहाँनिर तपाईँको 1 किलोमिटर 500 मिटरमा यहीँ फेरि अर्को पेट्रोल पम्प सुरु भइसक्यो। यहाँ पनि त्यहीँ सुविधा यहीँ सुविधा, यहाँ कम्पिटिसन भयो हेर्नुहोस् होइन। यो चाहिँ सिटी एरिया भएर त, सिटी एरिया ग्रामीण एरिया पनि भएर हो, अब यहाँ नजिक राखेर त्यो भयो होला। तर हाइवे एरियामा चाहिँ प्रत्येक 10 किलोमिटर धेरैमा तपाईँको 20 किलोमिटरमा तपाईँको चाहिँ नि पेट्रोल पम्प हुन्छ। त्यहाँ रोकेपछि तपाईँको चाहिँ नि सबै कुराहरूको सुविधा के। अब सबै अब मैले अघि नै तपाईँलाई भनिहालेँ, फेरि पनि कति ग्याङ गर्दो रहेछ, केहीको मुख नदेखेको रहेछ, चाहिँ नभन्नुहोस् होइन। जे होस् यो कुरा चाहिँ सत्य हो। ल यहाँ सबै यहाँ झन् उताको भन्दा अलिक ठुलो रहेछ यो चाहिँ। यहाँ डिजेल तपाईँको चाहिँ डिजेल पेट्रोल वासिङ होइन, अब ओइल चेन्जिङहरूको कामहरू सबै लगभग यहाँ हुने रहेछ। यहाँ ठुलो रहेछ, स्पेस एकदम ठुलो रहेछ। यहाँनिर ठुलो गाडीहरूको लागि पार्किङ पनि यहाँ लगभग अलिअलि छ, धेरै चाहिँ छैन यहाँ। किनभने यो ग्रामीण क्षेत्रमा ट्रकहरू धेरै आउँदैन, फाटाफुट्टा आउँछ, त्यति पार्किङ गरेर बसिराख्नुपर्ने आवश्यक पर्दैन।
अब हाइवेतिर चाहिँ तपाईँको चाहिँ बाटोमा हिँड्दा हिँड्दै अब निन्द्रा लागेपछि टक्क पेट्रोल पम्पमा रोकेर सुत्ने कुरा हुन्छ है। अर्को कुरो चाहिँ के छ भने यहाँ साउदीमा चाहिँ नि जतापाए त्यति सुत्नु हुँदैन है। यहाँ चाहिँ टायर सायर खोलेर हिँडिदिने सिस्टम पनि थियो पहिला चाहिँ होइन। अब अहिले त हामी अब त्यति धेरै अब हिँडेको पनि होइन। अहिले म त 12 वर्ष 2013देखि म यता साउदीमा थिइनँ, कतारमा थिएँ। कतारबाट चाहिँ अहिले चाहिँ अब हाम्रो कम्पनी यहाँ खुलेको भएर सामान लोड गर्न आउँदाखेरि चाहिँ यसो आउने मौका मिलेर म यसो भिडियो बनाइहालेको मात्रै हो। त्यस्तो सिस्टम हुन्छ जे जहाँनिर सुत्ने हो त्यहाँनिर चाहिँ अलिकति यसो ग्रुप बनाएर अनि सुत्दाखेरि अलिकति पेट्रोल पम्प अलिक चले परेको अलिक त्यस्तो ठाउँमा सुत्दा एकान्त पार्किङ पाइन्छ जता पनि, जतापाए त्यही सुत्नु भएन। लगभग 1 घन्टाको हिँडाइपछि म मरादको सिटी आइपुग्न लागेँ होइन। मराद सिटी बजार भनौँ, त्यति ठुलो सिटी होइन। अब यहाँको जुन लोकल मार्केट हुन्छ नि त्यही त हो। तपाईँलाई मैले भनेको थिएँ मराद सिटीको टुरिज्म एरिया जस्तो बनाएको चाहिँ उयो माथि माटोको ढिस्को छ नि, हो माटोको ढिस्को। लगभग 1 घन्टा चाहिँ हिँडेपछि म मरादको सिटी आइपुगेको छु। तपाईँलाई मैले भनेको थिएँ नि अघि मरादको चाहिँ तपाईँको स्पेसल जुन टुरिज्म ऊ बनाएको छ भनेको थिएँ नि, ऊ यो माटोको ढिस्को छ नि माथिको, यो अहिले त्यति राम्रो देख्दैन हेर्नु होइन। यो बेलुका छ नि, बेलुका यति राम्रो देख्छ। यो पुरै लाइट फिट छ क्या यहाँ माथि, पुरै लाइट फिट छ, पुरै झलमल्ल हुन्छ यहाँ। बेलुकाको ठ्याक्क आउनुपर्छ, यति दामी देखिन्छ। बेलुका मैले अस्ति यताबाट फर्केर जाने बेलामा याद गरेको थिएँ, बहुत राम्रो भ्यू देखिन्छ राति चाहिँ है। राति चाहिँ राम्रो भ्यू देखिन्छ। यो डाँडो मात्रै होइन, यहाँबाट सर उताबाट यो बाटो बनाएको रहेछ क्या, बाटो बनाएर रहेछ। बाटो ठ्याक्कै ठाडै उकालो छ, गाडीहरू त अब सानो गाडीहरू जान्छ, ठुलो गाडीले अलाउड छैन यहाँ। त्यहाँ माथि डाँडामा कस्तो होला यार, हामी जान पाइँदैन होला। गएर हेर्न मन थियो हौ। मरादको यो ढिस्को, माटोको ढिस्को भेरी गुड। राउन्ड बोर्ड हेर्नु कति राम्रो बनाएको छ यहाँ, हरेक कुराको जोस् सिस्टम चाहिँ छ क्या, सिस्टम एकदम राम्रो छ। त्यो बेला पुरानो चाहिँ यहाँको घरहरू चाहिँ यस्तो यो ढुङ्गा छ नि, यो ढुङ्गा र रातो माटोबाट बन्दो रहेछ। यो पुरानो हो, यो पुरानो यस्तो ढुङ्गाले गाह्रो लगाएर हाम्रो नेपालको जस्तै ढुङ्गाको गाह्रो, ढुङ्गा माटोको गाह्रो हुँदो रहेछ पहिला। अहिले त तपाईँको चाहिँ अनेक थरीको ब्रिक आयो होइन। अब सिधै अहिले त के सिस्टम छ, नट बोल्ट सिस्टम पुरै। सर्लको पिलर पनि खप्प गाड्यो, साइडमा साइड वाल आउँछ, साइड वाल खप्प हाल्यो, नटुकल पर्यो, घर रेडी। अहिले अब टेक्नोलोजी एकदम हाई भइसकेको छ नि त। ल यहाँ हेर्नु राउन्ड बोर्ड कति राम्रो छ, ट्याक्क पाएर। यो राउन्ड बोर्डमा प्रत्येक राउन्ड बोर्डमा यो पहेँलो र कालो कलर छ नि, त्यसको त्यो बिचबिचमा लाइट फिट गरेको छ हेर्नु। लाइट यति राम्रो राम्रो लाइट छ त्यहाँ, बेलुका हेर्न लायकको हुन्छ। ल मरादको डाँडो यही हो होइन। यो डाँडो चाहिँ एकदम बेलुका चाहिँ हेर्न लायक हुन्छ, एकदम दामी हुन्छ है त। ऊ त्यही अरबीमा लेखेको मराद भनेर लेखेको, यतापट्टि अरबी लेखेको छ, उतापट्टि इङ्ग्लिसमा छ। ढुङ्गाहरू पनि ठुल्ठुलो रहेछ यार, त्यो त्यही पाहाडकै ढुङ्गा होला, राम्रो संरक्षण गरेको रहेछ। ल हाम्रो नेपालमा पनि यसै गरी चाहिँ हाम्रो जुन राम्रो क्षेत्रहरू, राम्रो ठाउँलाई चाहिँ नि यस्तै टुरिज्म सेक्टर बनाएर टुरिस्ट भित्र्याएर चाहिँ नि मनकै इन्कम गर्न सकिन्छ। तर जे होस् सरकारको ध्यान चाहिँ टुरिज्म सेक्टरमा चाहिँ जानु पर्यो होइन। अब योभन्दा पहिला त तपाईँको चाहिँ नि 6-6 महिनामा सरकार ढाल्ने, कसैले आफ्नो सिटकै स्वार्थभन्दा बाहेक अरू केही काम हुन्थेन। अब चाहिँ तपाईँको 2/3 मत जनताले दिएर पठाएको छन्। सरकार बनेपछि कुर्सीको लोभ लालच नभइकन देश बनाउन र जनताको हितमा काम गर्नपट्टि रासपा चाहिँ नि अग्रसर होस् भन्न म चाहन्छु। म लगायत सम्पूर्ण नेपालीहरूको इच्छा यही नै छ, यही होस् भन्ने चाहना छ। राउन्ड अबाउट इट्स भेरी गुड एन्ड निट एन्ड क्लिन सिटी।
हेर्नु यहाँ कति राम्रो छ, भेरी नाइस। रुख बिरुवाहरू पनि टक्क छाँटकाट गरेर दामी बनाएको छ नि त। ल दिस इज मराद सिटी, इन्जोय विथ माई भिडियो गाइड्स। यहाँबाट भेट्यो भने मैले एउटा सानो नल छ नि, नल भने के, धारो पनि लिएर जान्छु। मेरो यो गाडीमा भाँडासाँडा धुनको लागि साह्रो समस्या छ यार। बोतलको पानीले गऱ्यो ठ्यारेर सकिहाल्छ, भाँडा सफा हुँदैन। त्यसो भने लगेर एउटा ड्रम छ, त्यसलाई ट्याक्क काटेर पानी भरेर राखी पो हाल्छु त फेरि। जुगाड त लाउनु पर्यो मित्रो, होइन? अब सबै कुरा गाडीमै भइसकेपछि ढुक्क हुन्छ नि त। ल है, मराद सिटी घुमघाम, मराद साउदीको मराद भन्ने ठाउँको चाहिँ भ्लग यो युट्युबमा आउँछ, होइन? तपाईँलाई मन परेको छ भने लाइक सेयर, होइन, सब्सक्राइब गर्न नभुल्नुहोस् भिडियोलाई। म भ्लगिङ जर्नी चाहिँ स्टार्ट गर्दैछु। अब मलाई त्यति थाहा छैन, मेरो यो एडिटहरू यताउता केही हुँदैन। मेरो र भिडियोहरू युट्युबमा अपलोड हुन्छन्, सर्टहरू पनि अलिअलि हाल्छु मैले। सर्ट चाहिँ खासै त्यति हाल्दिनँ। काहीँ कतै नौलो ठाउँहरू भयो भने चाहिँ म तपाईँहरूलाई चाहिँ देखाउँदैछु। एउटा कुरो अर्को तपाईँलाई गर्न मन लाग्यो, साउदी अरेबियामा अथवा वर्ल्ड वाइड भनौँ, चाइना गाडीले मार्केट खाएर हेर्ने। चाइना चेसम्यानको गाडी रहेछ यो, कति ठुलो छ। अब पहिला जर्मनीको गाडीहरू सबैतिर चल्थ्यो, होइन? तर अहिले चाहिँ के भयो, चाइनाले मार्केट खायो। हेर्नुहोस्, एभ्रिवेयर तपाईँ हेर्नु, होइन? अब कतारमा चाहिँ खासै त्यति धेरैसम्म अहिले मार्केटमा त्यति धेरै आइसकेको छैन। अलिअलि छ, सिसोर कम्पनीले ल्याएको थियो, अनि अहिले एउटा के भन्ने कम्पनी छ हो, त्यसले ल्याएको छ, टेलर सहित किनेको छ, होइन? अलि फाटाफुटा कम्पनी ल्याउन थालेछ। तर यहाँ साउदीमा चाहिँ मैले हेरेँ लगभग 85% जति चाहिँ सबैको चाहिँ सबै चाइना गाडी। सिनो, चेसम्यान, फा भन्ने छ एउटा, त्यो, होइन? सबै चाहिँ तपाईँको चाहिँ नि चाइना गाडीले खाइसकेको छ यार मार्केट यार। फेरि चाइना गाडी अहिले लग्जरी पनि ल्याएको छ क्या, बेलुन सिस्टमको। मेरो दाइ हुनुहुन्छ नवराज दाईले चलाउनु भएको गाडी अहिले नयाँ लिनुभएको रहेछ, नयाँ आएको रहेछ कम्पनी लिनुभएको अरे। पुरै लग्जरी राम्रो छ, बेलुन सिस्टमको। पहिला पत्ता सिस्टमको आउँथ्यो, अहिले बेलुन एयर सस्पेन्सनवाला गाडी। यार चाइनाले दुनियाँ खाइसक्यो, यो हो नि त तरिका। ल नजिकबाट हेरौँ मरादको यो स्पेसल ठाउँ, होइन? तपाईँलाई यही ठाउँमा बस्नेहरूलाई चाहिँ तपाईँको चाहिँ यो खासै राम्रो नलाग्न सक्ला, तर नदेखेको मान्छेलाई एकदम स्पेसल लाग्न सक्छ है। ल हेर्नु, यो बालुवा भन्नु, बालुवा होइन, रातो माटो प्लस ढुङ्गा, होइन? माथि चाहिँ बस्ने पार्कहरू राम्रो बनाएको रहेछ। अब हामीलाई जान मिल्दैन होला, नत्र जान हुन्थ्यो। खजुरको बोट छ यहाँ, हेर्नु। यो गल्फको तपाईँको स्पेसल भनेको खजुर हो, होइन? खजुर चाहिँ नि बाटैभरि पनि पाइन्छ, जता पनि पाइन्छ। ल मराद सिटी टुर भनेर हाल्छु म। हिँडाइ चर्को भयो यार सधैँ, लगभग घन्टाभन्दा बढी भयो हिँडाइ। अब जाँदाखेरि 1 घन्टा 2 घन्टा हिँडाइ भयो त खड्का भाइको। ओहो इनर्जी सक्यो यार, इनर्जी सकियो, होइन? यहाँ फेरि के को यस्तो एकदम राम्रो, के को वाल लगाएको यहाँनिर। यहाँ फेरि घुम्ने ठाउँ रहेछ, के हो हामीलाई सेल्फिदिनु होला। हेर्नु पछाडि हेरौँ, पछाडि यो सेल्फीबाट देखाएको मैले। सेल्फी यहाँको चाहिँ पुरानो ठाउँ ल हेर्नु, डाँडो। राति यहाँ झलमल्ल लाइट बल्छ यो डाँडो पुरै। उहाँ माथि हेर्नु पुरै पार्क छ, पार्क।
बिचबिचमा खजुको रुख, त्यसपछि फेरि यो बुट्टाहरू छ। सजावट, सिटी सजावट एकदम राम्रो छ। युट्युबर बन्ने सोख जागेको छ है मित्रहरू मलाई। युट्युबबाट धेरै राम्रो कमाइ गर्न सकिन्छ भन्छन्। अब सब्सक्राइबरको लागि कन्टेन्ट राम्रो चाहिने होला। अब हामीलाई कन्टेन्ट तोडमोड गरेर हाल्न आउँदैन होइन, जस्तो छ नेचुरल देखाइन्छ, त्यही हो। लाइटहरू फिट हेर्नु, पानीले पुरै धर्सा धर्सा बनाएको रहेछ। ल हेर्नु, त्यहाँ लेखेको छ अरबीमा, अब थाहा छैन आफूलाई। पार्क पनि छ यहाँनिर। डेलिभरी वाट इज डेलिभरी। ठ्याक्कै मलाई चाहिँ यो सिन्धुलीको जुन हाम्रो सेल्फी डाँडा छैन रातमाटे, त्यस्तै यार हाम्रो त्यहाँतिर नि यस्तै छ नि, पानीले धर्सा धर्सा पारेको खाल्टोहरू होइन, यस्तै छ नि त। कहाँबाट दुनियाँभरको पानी, यो त हाम्रो चमक के अरे विष्णुमती छोपे जस्तो मुनिपट्टि ढल गटर पो कुदिरहेको रहेछ त। झल्को आउँदा लोबेट आयो, लोबेट। हेरौँ डाँडो पार्क। चाइनिज कति छ, कति दामी छ ल हेर्नु गाडी। कता सिस्टमको रहेछ यो, सब चाइनिज। उता पछाडि नै आउँदैछ तिनवटा। पहिला कम्पनी बस्दाखेरि यही कम्पनी, यो जुन सिनो ट्रकवाला नयाँ मोडल थियो त्यति बेलाको लेटेस्ट मोडल चलाइन्थ्यो। ल मरात सिटी हेर्नु पनि होइन, यही हो डाँडो, यही हो हेर्नुहोस्, झ्याप्पा लाएर है त। ल हेर्नुहोस् मरातको मेन बजार यही हो। ल मरातको मेन बजार यही हो है। कस्तो छ ठाउँलाई हेर्नुहोस्, राम्रो छ नि त। यो परबाट हेर्दा पनि राम्रो देख्छ, यतापट्टिबाट हेर्नु ठ्याक्कै मरातको के भन्छ इङ्ग्लिसमा लेखेको छ यतापट्टि। रुख कति राम्रो छ यार। रुख कति राम्रो छ। त्यो मरात भनेर लेखेको छ नि, मरातको जुन देशका मरात सिटी, यु क्यान इन्जोय मरात सिटी। रुख हेर्नु, रुख कति राम्रो छ। रुख दामी छ, एकदम दामी छ। साउदी अरेबिया मरात सिटी। त्यो पार्कमा राम्रो रहेछ। म यहाँ वारी हिँड्दैछु, पारी जान पाए त दामी हुँदो रहेछ। ल इन्जोय गर्नुहोस् है त मित्रहरू। दिस इज अ साउदी अरेबिया मरात सिटी टुर on YouTube. Okay.
इन्जोय। म चाहिँ नि जुन चाहिँ कामले आएको थिएँ त्यो काम मेरो बनेन। म खास यो सिमलाई चाहिँ कन्भर्ट गरेर अर्को नेटवर्क बनाऊ भनेर आएको, खासमा भएन मेरो काम होइन। नभएपछि अब म फेरि गाडीतिर फर्किँदैछु। लगभग 1 घन्टाको हिँडाइ हुन्छ। 1 घन्टा हिँड्नु हुन्छ। अब यो पार्कको छेउछाउ जाँदा चाहिँ म पार्क, दिस इज अ पार्क, मरात पार्क। कति राम्रो बनायो ल हेर्नु, मरात पार्क। मरात पार्क विथ मरातको यो पहाड, चिल्ड्रेन पार्क होला यो। मान्छेहरू अरू पनि हिँड्दो रहेछन् त। मान्छेहरू रेस्ट पनि गरिरहेछ यहीँ। मरात सिटी, मरात पार्क हेर्नुहोस्, एकदम मनमोहक ठाउँ रहेछ यो। हिँड्दैछु म, हिँड्दैछु। बस्ने ठाउँहरू पनि रहेछ, बसेर यहाँ केही खेल्ने ठाउँहरूलाई बच्चाहरूको होइन। एकदम राम्रो ठाउँ लाग्यो है। ल मेरो आफ्नो काम नभए पनि यो भिडियोमा कैद गरेको चाहिँ चिजहरू तपाईँहरूलाई देखाउँछु म है त मित्रहरू। म त हिँड्दा हिँड्दा भोक पो लाग्यो यार, के खान मिल्दैन। बिजोड छ रमाइलो, बस्ने ठाउँ कति राम्रो छ ल्याएन। यहाँ एउटा सेल्फी खिच्छु है त म। ल हेरौँ मनमोहक दृश्य, चिल्ड्रेन पार्क हो यो। यता छु म। घामले मेरो खासै भिडियो कति लागेको छैन। यो चाहिँ नि अघि मलाई लाग्न त लागिरहेको थियो होइन, यो पुरानो चाहिँ कुनै इतिहास लुकेको ठाउँ होला जस्तो त मलाई लागिरहेको थियो मित्रहरू। तर यो हो रहेछ, यो पुरानो चाहिँ यो के भन्छ म्युजियम हुन्छ नि, म्युजियम रहेछ कि यो, म्युजियम रहेछ। अब यहाँभित्र चाहिँ अब हामी जान पाइँदैन होला सायद। ओल्ड हिस्टोरिक म्युजियम कि खोइ के भनेर लेखेको थियो त्यहाँनिर, हेर्दै याद गरिनँ। अब म फर्किँदैछु मेरो गाडी भएको ठाउँतिर। अब टाढा चाहिँ धेरै टाढा छ है। अब सोचेर आएको काम पनि पुरा भइदिएन, टाढा छ मरातको। अब यो ठाउँ पनि यसो देखाउँ, हेरौँ, नजिकबाट निहालौँ भनेर म आएको थिएँ। हेरेँ पनि, देखेँ पनि, थकाइ पनि डह्रो खाएँ होइन। डह्रो खाएँ। अब ठिक छ, केही छैन, अब के गर्नु। आफ्नो कामको लागि त हिँड्न नि पर्यो, यति भयो नि होइन। दामी 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 हेरौँ, दामी दामी हेरौँ है। ल मलाई पनि हेरौँ नि त, खतरो देखिरह्यो अनुहारलाई। हिस्टोरिक म्युजियम, पुरानो सङ्ग्रहालय रहेछ। ल यो यहाँ चाहिँ त्यहाँ चाहिँ कामहरू भइरहेको रहेछ, भर्खर भर्खर नयाँ केही बनाउनु लाग्यो होला। यहाँ खासै फोटो भिडियोहरू खिच्नको लागि चाहिँ खासै अलाउड छैन होला, त्यही भएर हल्का यसो दिएको मात्रै हो। हुन त यहाँको अब टुरिज्म क्षेत्र, यहाँको राम्रो पक्षलाई देखाउनु त नराम्रो कुरो त होइन, तैपनि हुन्छ नि त, यहाँको रुल्स रेगुलेसनहरू हुन सक्ला। त्यही भएर मैले यसलाई चाहिँ धेरै लामो चाहिँ कैद गर्न चाहिनँ, थोरै थोरै भने हेर्नुहोस् तपाईँहरू। कुरो यस्तो छ, 1 घन्टापछि म मेरो गाडीमा पुग्छु। भोक एकदम मलाई ब्याडली लागिरहेछ। बिहानको तरकारी मैले पकाएर राखेको छु,
आई बाई 2 अरबिक ब्रेड यसैलाई लगे यही माथि टुट पर्ने हो गर टुट पढो भन्ने गेम के गेम खाइहाल्नुपर्छ राष्ट्रिय त आज भात पकाइदिएन एक खबुजमा छाक टार्ने हो 1 रुपियाँको खबुजमा छाक टार्ने हो यस्तो छ जिन्दगी बिजुक छ अघि सुरुमा चाहिँ आउँदाखेरि चाहिँ धेरै दिन भइसक्यो नहिँडेको पनि म हिँड्ने बानी थियो मेरो होइन म हिँड्दै आउँदा मजा आयो अहिले मलाई फर्किने बेला अहिले मलाई कसैले गाडी रोकेर लिफ्ट दिए पनि हुन्थ्यो जस्तो लागिरहेछ है धेरै दिन भयो नि त नहिँडेको होइन उता हुँदाखेरि काम नहुँदाखेरि एकदम टाइम टु टाइम बिहान 4 बजी उठेर हिँड्ने गरिन्थ्यो अहिले बानी बिग्रेछ हेर्नुहोस् खुट्टा यति दुखिरहेछ अब गएर सुताइ हुन्छ हेर्नु कतै जान परेन भने लोड सायद आज गराउँदैन पनि होला यति बेला भइसक्यो अब राति बरु नुनहरू लोड गरेर पठाइदिने हुन्थ्यो यार अब के बस्न झ्याउ हुन्छ है हेरौँ somebody give me lift I will bless him lot of guys give me lift I wanna lift but no one give me lift what to do guys too much problem guys यस्तो धेरै धेरै धन्यवाद गॉड ब्लेस यू ब्रदर लखतरन परेको थिएँ यार यहाँसम्म भए पनि लिफ्ट दिएर पछाडि गाडीमा बसेर पछाडि पिकअपको पछाडि बसेर यहाँसम्म भए पनि आएँ यहाँबाट त नजिकै छ यार त्यसलाई चाहिँ भगवान्ले रक्षा गरून् भन्न मैले चाहेँ होइन लगभग 1.5 किलोमिटर भए पनि पछाडि सिटमा बसेर सिट मारे पिकअपको पछाडि बसेर आइयो यार लिफ्ट पाइयो गाइज थ्याङ्क्स टु हिम गड ब्लेस हिम लभ यु फाइनली एकजना ब्रदरले रोक्नुभयो मलाई देखेर होइन उहाँको पिकअप रहेछ पिकअपको पछाडि नै भएर बसेर लगभग 1.5 किलोमिटरसम्म पनि आएँ एकदमै धन्यवाद उहाँलाई म दिन चाहन्छु होइन थ्याङ्क्स टु हिम गड ब्लेस हिम उहाँलाई भगवान्ले सधैँभरि रक्षा गरून् होइन यस्तो राम्रो काम गर्नुभयो थ्याङ्क यू सो मच गाइज परदेशले हरेक कुरा सिकाउँछ होइन नेपाल हुँदाखेरि होइन घरमा म 13 वर्षदेखि परदेश हिँडेको त्यो 13 वर्षदेखि हिँडेको अहिलेसम्मको अनुभवले मलाई हरेक कुरा सिकाएको छ हरेक लेसन मैले सिकेको छु घरमा हुँदा मलाई आमाले हजुरआमाले या फिर दिदीबहिनीले या फिर मेरो वाइफले नै किन नहोस् होइन मिठो खाना पकाएर खान दिँदा नि यो आज नुन लागेन आज चाहिँ तरकारी चाहिँ खल्लो भयो नमिठो भयो भन्ने व्यक्ति अहिले मैले पकाएको पानी हालेको नुनमा पानी हालेको पनि मलाई मिठो लाग्ने गर्दछ यही होला परदेशी जिन्दगी होइन 5-6 किलोमिटर हिँडेर म आइपुगेँ यहाँ बिचरा एउटा साथीले त्यहाँ अलिकति भए पनि एकछिन लिफ्ट दिएर 1.5 किलोमिटर चाहिँ गाडी चढेँ पिकअप पछाडि नभए हाम्रो गाडी 2टा मुख जोडेर बसिरहेको छ यहाँ यो थुतुनो कति दिनसम्म जोड्ने हो थाहा छैन यो थुतिनेको यो हालत भएको छ बिजक रमाइलो छ गाइज